एक समय सर्भर बजारमा लगभग निर्विवाद प्रभुत्व जमाएको इन्टेल आज एएमडी र एनभिडियाको दोहोरो चुनौतीको सामना खेपिरहेको छ। एएमडीका इपीवाइसी प्रोसेसरहरूले प्रति वाट प्रदर्शन, यूपीडब्ल्यू, कोर सङ्ख्या र मेमोरी ब्यान्डविड्थमा ठुलो प्रगति गरेको देखिन्छ भने एनभिडियाले एआई प्रशिक्षण, एआई एक्सेलरेटर बजारमा लगभग एकाधिकार जस्तै स्थिति निर्माण गरिसकेको छ। यही क्रान्तिपछि डाटा सेन्टरहरूको स्वरूप नै बदलिएको देखिन्छ। पहिले सीपीयू केन्द्रित डाटा सेन्टरहरू जीपीयू केन्द्रित बन्दै गइरहेका छन्। यही परिवर्तित बजारमा कम्प्युटेक्स इन्टेलका लागि केवल अर्को उत्पादन घोषणा कार्यक्रम रहेन, यो कम्पनीको भविष्यको दिशानिर्देश प्रस्तुत गर्ने मञ्च पनि बन्यो। इन्टेलले कम्प्युटेक्समा 3 महत्त्वपूर्ण उत्पादनहरू सार्वजनिक गरेको छ। जियोन 6 प्लस डायमन्ड ऱ्यापिड क्रेसेन्ट आइल्यान्ड जीपीयू, जियोन 6 प्लस क्लियर वाटर फरेस्ट इन्टेलको नयाँ उच्च घनत्व डाटा सेन्टर प्रोसेसर हो। यसले 288 कोरसम्मको स्केल प्रदान गर्दै क्लाउड कम्प्युटिङ, भर्चुअलाइजेसन, एआई इन्फ्रेन्स र विशाल एन्टरप्राइज वर्कलोडहरूलाई लक्षित गरेको छ। यसले DDR5 8000 मेमोरी, 12 च्यानलको मेमोरी आर्किटेक्चर, 96 PCI Gen 5 लेन्स र नयाँ ऊर्जा व्यवस्थापन सुविधाहरू समावेश गरेर आधुनिक डाटा सेन्टरहरूको प्रदर्शन र दक्षता दुवै सुधार गर्ने लक्ष्य लिएको छ। डायमन्ड ऱ्यापिड इन्टेलको आगामी पुस्ताको फ्ल्यागसिप सर्भर प्लेटफर्म जसलाई ग्रेनाइट ऱ्यापिडको उत्तराधिकारीका रूपमा हेरिएको छ। अपेक्षित रूपमा 192 कोरको डिजाइन, 16 च्यानल मेमोरी सपोर्ट, उच्च मेमोरी ब्यान्डविड्थ र नयाँ आर्किटेक्चरल सुधारहरू सहित आउने यो प्रोसेसर एआई, एचपीसी, वैज्ञानिक अनुसन्धान, वित्तीय विश्लेषण, ठुलो स्तरमा क्लाउड पूर्वाधारका लागि इन्टेलको दीर्घकालीन रणनीतिक उत्पादन रूपमा ल्याइएको छ, प्रस्तुत गरिएको छ। क्रेसेन्ट आइल्यान्ड जीपीयू इन्टेलको नयाँ डाटा सेन्टर तथा प्रोफेसनल कम्प्युटिङले परम्परागत एचबीएम आधारित डिजाइनको सट्टा LPDDR5X मेमोरी प्रयोग गरेर ठुलो मेमोरी क्षमता र ऊर्जा दक्षतामा जोड दिन्छ। 160 जीबीदेखि 480 जीबीसम्मको मेमोरी कन्फिगरेसन, लगभग 1.5 टेराबाइट पर सेकेन्ड मेमोरी ब्यान्डविड्थ र 350 वाट टिडिपी सहित यो जीपीयू विशेष गरेर एआई इन्फ्रेन्स, ल्याङ्ग्वेज मोडल, भेक्टर डाटाबेस, वैज्ञानिक सिमुलेसन र मेमोरी केन्द्रित वर्कलोडहरूको लागि डिजाइन गरिएको देखिन्छ। सामान्य कम्प्युटर प्रयोगकर्ताहरूको लागि 8, 12 र 16 कोर जीपीयू नै शक्तिशाली मानिन्छ, तर आधुनिक डेटा सेन्टरहरूको आवश्यकता फरक हुन्छ। एउटा क्लाउड सेवा प्रदायकले एकै समयमा हजारौं भर्चुअल मेसिनहरू चलाउनु पर्छ। एउटा ब्याङ्कले लाखौं वित्तीय कारोबार प्रशोधन गर्नुपर्ने हुन्छ। एउटा एआई कम्पनीले हजारौं प्रयोगकर्ताको रिक्वेस्ट एकै पटक ह्यान्डल गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा उच्च क्लक स्पिड भन्दा धेरै कोर हुनु बढी उपयोगी देखिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै इन्टेलले जियोन 6 प्लसमा 144 देखि 288 कोरसम्मको संरचना भित्र्याएको छ। एउटै सीपीयूमा 288 कोर राख्न सकियो भने कम सर्भर आवश्यक पर्छ, कम मदरबोर्ड आवश्यक पर्छ, कम नेटवर्किङ हार्डवेयर आवश्यक पर्छ, कम ऊर्जा खपत हुन्छ। यसले डाटा सेन्टरको कुल स्वामित्व लागत TCO उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ। काम गर्न सक्ने द्रुत गतिको सीपीयू नभएर सबैभन्दा धेरै काम एउटै सर्भरमा गर्न सकिने सीपीयू बनाउन देखिन्छ। जियोन 6 प्लसको बेस क्लक स्पिड 1.7 GHz देखि लिएर 2.4 GHz सम्मको छ। यो हेर्दाखेरि ज्यादै कम देखिए पनि यसको कारण 50 जना कामदार जसले 10 वटा बक्स हार्न सक्छन्, 300 जना कामदार जसले 6 वटा बक्स हार्न सक्छन्। हेर्दाखेरि कसले काम बढी गर्ला? स्पष्ट रूपमा 300 जना कामदारले बढी काम गर्नेछन्। जियोन 6 प्लसले यही दर्शक अपनाएको देखिन्छ। कम फ्रिक्वेन्सी भए पनि विशाल कोर सङ्ख्या मार्फत कुल कम्प्युटिङ क्षमता बढाउने प्रयास गरिएको छ। सीपीयू जति शक्तिशाली भए पनि त्यसले आवश्यक डाटा छिटो प्राप्त गर्न सकेन भने प्रदर्शन बित्न जान्छ। यसैले मेमोरी ब्यान्डविड्थ आधुनिक डाटा सेन्टरको मुख्य चुनौती बनेको छ। क्लियर वाटर फरेस्टले 12 च्यानल मेमोरी DDR5 8000 समर्थन गर्छ। यसको अर्थ सीपीयूले प्रति सेकेन्ड धेरै डाटा प्राप्त गर्न सक्छ। एआई इन्फ्रेन्स, वैज्ञानिक गणना, वित्तीय मोडलिङ र विशाल डेटाबेस सञ्चालनमा यसको प्रभाव प्रत्यक्ष देखिनेछ। एआई युगमा डाटा सेन्टरहरूको सबैभन्दा ठुलो समस्या प्रोसेसर होइन, बिजुली हो। कतिपय आधुनिक एआई क्लस्टरहरूले सानो सहर बराबर ऊर्जा खपत गरिरहेको देखिन्छ। यही कारणले इन्टेलले AET प्रस्तुत गरेको छ। यसले प्रत्येक एप्लिकेसनले कति ऊर्जा प्रयोग गरिरहेको छ भन्ने कुरा वास्तविक रियल टाइम डेटा देखाउन सक्छ। यसको महत्त्व अहिले भन्दा पनि 5 वर्षपछि अझ बढी हुने देखिन्छ। भविष्यमा डाटा सेन्टरहरू सीपीयू प्रदर्शनका आधारमा मात्र नभएर प्रति वाट प्रदर्शनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। जियोन 6 प्लस वर्तमानको लागि हो भने डायमन्ड ऱ्यापिड्स भविष्यका लागि हुनेछ।
हालसम्म सार्वजनिक जानकारी सीमित भए पनि उपलब्ध सङ्केतहरूले इन्टेलको सबैभन्दा महत्त्वाकांक्षी सर्भर प्लेटफर्म हुन सक्ने देखिन्छ। 192 कोरसम्म पुग्ने सम्भावना रहेको डायमन्ड ऱ्यापिडले कोर सङ्ख्या मात्र बढाउने छैन, मेमोरी प्रणालीमा पनि ठुलो परिवर्तन ल्याउनेछ। अहिले अधिकांश सर्भर सिपियुहरू 12 वा सोभन्दा कम मेमोरी च्यानल प्रयोग गर्छन्। डायमन्ड ऱ्यापिडले सम्भवतः 16 च्यानल मेमोरी प्रयोग गरिरहेको देखिन्छ। सिपियुमा डाटा पुग्ने हाइवेको सङ्ख्या बढ्नेछ। यदि 12 लेनको सडकमा ट्राफिक जाम भइरहेको छ भने 16 लेनको सडकमा धेरै गाडीहरू सहज रूपमा प्रभावित हुन सक्ने देखिन्छ। एआई र एचपिसी वर्कलोडहरूमा यो अत्यन्त महत्त्वपूर्ण हुन आउँछ। इन्टेलले डायमन्ड ऱ्यापिडमा एसएमटी हटाउने सङ्केत देखाएको छ। विगतमा एउटा कोरले 2 थ्रेड चलाउने एसएमटी प्रविधि प्रदर्शन बढाउने माध्यम थियो, तर एआई र आधुनिक क्लाउड वर्कलोडमा वास्तविक कोरहरूको महत्त्व बढ्दै गएको छ। इन्टेल सम्भवतः कम थ्रेड तर शक्तिशाली कोरको बाटो रोज्दैछ। उक्त प्रदर्शनीको सबभन्दा रोचक उत्पादन क्रेसेन्ट आइल्यान्ड पनि थियो। आज एआई जिपियु भनेपछि एचबिएम मेमोरी अनिवार्य जस्तै देखिने, जहाँ एएमडी सबैले एचबिएमलाई प्रयोग गरिरहेको देखिन्छ। इन्टेलले भने फरक बाटो LPDDR5X1 प्रयोग गरेर देखायो। हेर्दा यो अचम्म लाग्दो देखिन्छ। एचबिएम अत्यन्तै छिटो हुन्छ, तर यसको समस्या महँगो उत्पादन, कठिन, सीमित आपूर्ति, जटिल प्याकेजिङ हुन्छ भने LPDDR5X सस्तो, कम ऊर्जा खपत, ठुलो क्षमतामा उपलब्ध हुन्छ। इन्टेलले सम्भवतः यही कारणले गर्दा LPDDR5 लाई रोजेको छ। आजका ठुला एआई मोडलहरू चलाउँदा मुख्य समस्या कम्प्युटिङ शक्ति नभएर मेमोरी हुन आउँछ। यदि जिपियुमा पर्याप्त भिर्याम छैन भने मोडलहरू टुक्र्याउनु पर्ने हुन्छ, धेरै जिपियु प्रयोग गर्नुपर्ने हुन्छ, नेटवर्कमा ढिलासुस्ती बढ्दछ। 480 जिबी भिर्याम भएको जिपियुले समस्या ठुलो मात्रामा कम गर्न सक्छ। कतिपय एआई मोडलहरू एकल जिपियुमै राख्न सम्भव हुन सक्छ। यसले एआई इन्फरेन्स लागत घटाउन मद्दत गर्न सक्छ। आज एआई एक्सिलेटरहरू 600 वाटदेखि 1000 वाटसम्म पुगिरहेका छन्। यस्ता जिपियु चलाउन विशेष पावर प्रणाली, महँगो कुलिङ, लिक्विड कुलिङ आवश्यक पर्छ। क्रेसेन्ट आइल्यान्डको 350 वाट डिजाइनले भने फरक दर्शन प्रस्तुत गरेको छ। कम शक्ति प्रयोग गरेर अधिक मेमोरी उपलब्ध गराउने। धेरै कम्पनीहरूको लागि यो उच्च प्रदर्शनहरूभन्दा बढी उपयोग हुन सक्छ। कम्प्युटेक्स 2026 बाट इन्टेलले एनभिडियासँग प्रतिस्पर्धा प्रत्यक्ष रूपमा नगर्ने देखिन्छ। बरु कम्पनीको लक्ष्य उच्च कोर घनत्व, विशाल मेमोरी क्षमता, कम ऊर्जा खपत र सस्तो सञ्चालन लागत, उच्च स्केलेबिलिटी आदि देखिन्छ। यदि यो रणनीति सफल भयो भने इन्टेलले क्लाउड प्रदायक, एन्टरप्राइज ग्राहक र इन्फ्लुएन्स बजारमा नयाँ अवसरहरू प्राप्त गर्ने देखिन्छ।